टक्क गाइज हामीले चाहिँ अब ल्याइसकेको छौँ होइन साथीको लागि केटी चाहिँ होइन ट्याक्क अब गएर देखाउने छु म होइन हराइसकेको छु केटाहरूले अब बुहारी अब केटी ल्याइसकेको छ होइन साथीहरूले अब साथीको लागि त्यति गर्नु पर्यो नि त अब जाँदैछु अब देखाउँछु अब बुहारीहरू के छ होइन जाँदाखेरि टक्क बुहारी कस्तो राम्रो ल्याइसकेको छ केटाहरूले हेरौँ न कस्तो ल्याएको छ यता मेरो बहिनी टक्क गाइज टक्क हाम्रो बुहारीहरू आइसकेको छ टक्क हाम्रो बुहारी कस्तो छ राम्रो आयो नि होइन बुहारी टक्क हाम्रो यता हाम्रो बहिनी यता फेरि उयो छ टक्क हाम्रो बुहारी राम्रो आयो नि होइन ल त गाइज हाम्रो बुहारी यतै हो होइन अब ल्याइसकेको छ अब हाम्रो साथीहरू चाहिँ कहाँ गएको छ हाम्रो बुहारी होइन राम्रो नआयो ल हाम्रो यता हाम्रो प्यारी मेरो बहिनी होइन मेरो प्यारी बहिनी यता होइन भाउजू कस्तो लाग्यो त तिमीलाई राम्रो लागेको छ नि होइन मेरो अर्को कान्छी बुहारी यता जेठी बुहारी अनि टक्क अब साथीहरू त गएको छ राम्रो त त्यस्तो केही भएन नि होइन बुहारी राम्रो नै आएन होइन ल त गाइज अब बिहे गर्नु हाम्रो बेहुला यता छ फेरि होइन अर्को यता साथी बेहुला टक्क अब बिहे चाहिँ अब त्यस्तै हो अब हल्का उयो गर्नुपर्ने छ होइन के गरेको त उयो टक्क अब त्यस्तो केही छैन नि होइन हाम्रो बेहुला फेरि यता उयो छ त नचला न त नचलाउनु उयो नगर्न टक्क सबैजना अब बिहेमा हाम्रो दादा दादा कहाँ जानुभएको छ तँ नचलाए तँ केही नचलाए तँ दादा कस्तो बेहुली कस्तो लाग्यो त हजुरलाई तपाईँ राख्नु भएको छ होइन हाम्रो दादाले अब टक्क हाम्रो बुहारी र हाम्रो बेहुला चाहिँ यता होइन बेहुला टक्क ल त बुहारी राम्ररी आयो होइन खुसी त लागिरहेको छ नि होइन दुःख सुख त हुन्छ होइन अब त्यही हो अब गर्नुपर्छ हाम्रो कान्छी बुहारी जेठी बुहारी अब यतिमै समाप्त गर्दैछु होइन गाइज अब हल्का राम्रो कमेन्ट गर्नु पऱ्यो म नि भोलि पर्सि अब बिहे गर्नेपछि एकचोटि 40-50 बाइकमा टक्क जाने हो जन्ती मेरो बिहेमा चाहिँ बुहारीहरू चाहिँ रेडी हुनु पऱ्यो मेरो कान्छी बुहारी यता ल त गाइज अब यतिमै समाप्त गर्दैछु मेरो यता अब मेरो प्यारी बहिनी मेरो आफ्नो बहिनी यता ल त गाइज अब यतिमै समाप्त गर्दैछु होइन अनि टक्क ल त गाइज अब यतिमै समाप्त गर्छु मेरो बुहारी पनि आइसकेको छ अब होइन कान्छी बुहारी ल त गाइज अब यतिमै समाप्त गर्दैछु आउँदै खेली भन्नु